तपाईको नाममा अस्ट्रेलियामा पैसा छ तर तपाईलाई थाहा नै छैन भने र कसरी चेक गर्ने, कसरी आफ्नो बनाउने भनेर जान्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि धेरै उपयोगी हुन सक्छ। साथीहरु, अस्ट्रेलियन गभर्नमेन्टसँग अहिले झन्डै $21 बिलियन भन्दा बढी अनक्लेम मनी छ र त्यो पैसा गभर्नमेन्टको भनी होइन, तपाई र म जस्ता पब्लिकको हो। आजको भिडियो अलि फरक छ। यो पैसा कमाउने बारेमा होइन, यो हराएको पैसा फेला पार्ने बारेमा हो। अस्ट्रेलिया आएर जब चेन्ज गरिराख्छौँ, हाउस एड्रेस चेन्ज गरिराख्छौँ, कसैले त मोबाइल हरायो भने न्यू नम्बर चेन्ज गर्नुहुन्छ, तर सबै इन्फर्मेसन अपडेट गर्न बिर्सिएका हुन्छ। अझ कसैको त 2-3 वटा सुपर एकाउन्ट्स पनि हुन्छ, थाहै नपाई आफ्नो पैसा हराएर बस्छ। आज हामी कुरा गर्नेछौँ अनक्लेम मनी के हो त, लस सुपर भनेको के हो, कहाँ चेक गर्ने, कसरी क्लेम गर्ने भनेर। अनक्लेम मनी के हो? अनक्लेम मनी भन्नाले तपाईको नाममा रहेको तर तपाईले क्लेम नगरेको पैसा जनाउँछ। अस्ट्रेलियामा यदि कुनै ब्याङ्क, सुपर फन्ड वा अन्य फाइनेन्सियल अर्गनाइजेसनले लामो समयसम्म तपाईलाई सम्पर्क गर्न सकेन भने त्यो पैसा सरकारी निकाय जस्तै ASIC, अस्ट्रेलियन सिक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसनमा पठाइदिन्छ। सुपरको सन्दर्भमा अनक्लेम मनी सामान्यतया लस सुपरको रूपमा हुन्छ। यदि तपाईको सुपर एकाउन्टमा लामो समयसम्म कन्ट्रिब्युसन नआएमा, तपाईको कन्ट्याक्ट डिटेल्स अपडेट नभएमा, तपाईको एकाउन्ट इनएक्टिभ भएर ब्यालेन्स कम भएमा, यस्तो अवस्थामा सुपर फन्डले तपाईको पैसा एटिओमा ट्रान्सफर गर्न सक्छ। तर इम्पोर्टेन्ट कुरा, पैसा हराउँदैन, तपाईको नाममै रहन्छ। तपाईले जुनसुकै बेला क्लेम गर्न सक्नुहुन्छ। कहाँ चेक गर्ने? लस सुपर चेक गर्नु परेमा माइगभ एकाउन्टमा गएर एटिओ लिङ्क गरेर एटिओ एप अथवा डाइरेक्ट कल गरेर पनि चेक गर्न सक्नुहुन्छ। अदर अनक्लेम मनीको लागि moneysmart.gov.au मा गएर चेक गर्न सक्नुहुन्छ। यदि तपाईले सर्चमा चेक गर्नुभयो भने तल फाइन्ड अनक्लेम मनी भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यो अप्सनमा गएर आफ्नो नाम सर्च गर्नुभयो भने तपाईको नाममा रहेको सम्पूर्ण विवरण देखिन्छ, जस्तै एकाउन्ट नेम, एमाउन्ट, लास्ट नोन एड्रेस र पैसा आएको सोर्स पनि। यदि तपाईको नाममा पैसा भेटाउनु भयो भने लेख्न नबिर्सनुहोस् है त। अस्ट्रेलियामा धेरैले जब चेन्ज गर्ने, कन्ट्याक्ट डिटेल्स अपडेट नगर्ने अनि मल्टिपल सुपर एकाउन्ट्स हुने तर ट्र्याक नगरेको कारणले पैसा अनक्लेम हुन्छ। ट्र्याक नगर्नुको कारण फाइनेन्सियल सिस्टम बुझ्न गाह्रो, नलेजको कमी र काम र कलेजमा बिजी भएर हुन सक्छ। यदि तपाईँ आफ्नो पैसा ट्र्याक गर्न जान्नुभयो भने तपाईँ फाइनेन्सियली स्मार्ट बन्दै जानुहुन्छ। यो ह्याबिट डेभलप भयो भने फ्युचरमा सेभिङ, इन्भेस्टिङ, रिटायरमेन्ट सबै इजी हुन्छ। अन्त्यमा नेपाल फर्किएका साथीहरूका लागि, यदि तपाईँहरू टेम्पोरेरी भिजामा भए पनि तपाईँ आफ्नो सुपर DASP डिपार्चिङ अस्ट्रेलिया सुपरनेसन पेमेन्ट मार्फत क्लेम गर्न सक्नुहुन्छ। यदि तपाईँको नाममा कुनै पैसा भेट्टाउनु भयो भने क्लेम गर्ने प्रक्रिया एकदमै सरल छ। तपाईले आफैले पनि यो सेवा निःशुल्क रूपमा एप्लाई गर्न सक्नुहुन्छ। तर यदि तपाईलाई प्रक्रिया अलि जटिल लाग्यो भने रजिस्टर्ड एकाउन्टेन्ट वा फाइनेन्सियल एडभाइजरको सहयोग लिन पनि सक्नुहुन्छ। त्यसैले भिडियो तपाईको फ्रेन्ड्स, फ्यामिलिज लगायत नेपालमा भएका साथीहरूलाई पनि काम लाग्न सक्छ। सेयर अवश्य गर्नुहोस् है त। धन्यवाद।